हेर्नु साथै यिनीहरूले चाहिँ यहाँले रुख काटेर पुरै पार्कमा होइन यसरी रुख एठेर राखेको छ। तपाईँले देख्न सक्नुहुन्छ यो चाहिँ निकै ठुलो रुख हो है। यहाँ पनि यसरी काटेर राखेको छ यिनीहरूले। सायद यो रुख काटेको ठाउँमा चाहिँ यसरी यो बिरुवा लाउँदछ। यो ठाउँमा चाहिँ जस्तो यिनीहरूले यो ठाउँ काट्यो, अब यसैमाथि चाहिँ यिनीहरूले यसरी बिरुवा रोपेको छ है साथी। हेर्नुहोस् ल, यो चाहिँ अब यसको चाहिँ सायद मलाई जस्तो लाग्छ यिनीहरूले काठ बनाउँछ अथवा चाहिँ यहाँ पार्क बनाएर चेयरहरू बनाउँछ होइन। सायद मेरो विचारमा त्यो लाग्छ है। ल हेर्नुहोस् यिनीहरूले सबै कटिङ गर्छ। जस्तै यो रुखको चाहिँ यहाँनिर यसको जस्तै फेद छ नि, यो फेदलाई चाहिँ मेसिनले पुरा झुजा झुजा बनाएर अनि त्यसैमाथि चाहिँ यसरी गाडिदिन्छ होइन रुख। ल हेर्नुहोस् रुपाईको, ल हेर्नुहोस् यसको फेदमा त पुरै ऐँसोले पनि फलेछ त्यहाँ। ल हेर्नुहोस् यो चाहिँ तपाईँको अब यही भुइँ पल्टाएको यहीँबाट मुना हाल्नु थालेछ। यो चाहिँ कलम गर्नु पनि मिल्नेछ। ल वाउ, ल हेर्नुहोस् ओ सेट मजा रहेछ त रुख त। Hello and welcome back to my channel. This is me, Mountain Boy. Now today I wanna show you this. I came here at the mornings. Now everybody is going to morning walk, so I just came here for the running. But when I see this beautiful house and here the with cow and their you know they have like a chicken hands and everything, so I listen like the cock that's crying in the morning like same like this. Oh shit. So look, this is like a jungle house. Wow, it's covered by every every grass. Look, you can see this road. This is the people walking road, so you can see my leg. Wow. हेर्नुस् तपाईहरु, यो चाहिँ पानी परेको छ अहिले हैन। यहाँ चाहिँ यो बाहिर चाहिँ उ छैन, यो रुखमा बसेको पानीहरु झरिएको छ हैन। वाउ, यहाँ चराहरु पनि कराएको छ पुरै। ल नि कसैले चराको बच्चाहरु भर्खर निस्केको बच्चा रहेछ। चुचुचु गरिरहेको छ। वाउ, यहाँतिर छ के हो गर्दै। Hello, good morning and welcome back to my channel. It's me, Mountain Boy. Today I just came here but wow. सबै यो चाहिँ चराहरु चाहिँ मर्निङमा सुतिरहेको रहेछ हैन। हेर्नुस्, कोही यता आउँदैछ हिँडेर।
Hello, good morning. How are you? Hello. Wow, they are sitting here by camping. Look. Hello and good morning. Welcome back to my channel. It's me, Mountain Boy. Today I just came here to morning walk, so you can see now this is at the morning, now around like 8:30 am. So nobody's here. There is football grounds, volleyball grounds, and every sport they are playing now. You can see there. So I just came here just beach at mornings. Wow, so beautiful house, look this. And look here, it's too much long grass. They didn't cut still, so maybe they will cut soon, because they clean this every village side by the cutters, you know, the machines which we cut the grass. So you see here, this is the very beautiful house, and everybody's sleeping now. Maybe they are doing the night jobs. Most of the people are doing night jobs in warehouse here. Wow. ल तपाईहरु हेर्न सक्नुहुन्छ है, म चाहिँ अहिले यो नेदरल्यान्ड्सको इन्डोबा एरियाको चाहिँ यो भनौं न सिटीको साइडको भिलेज एरियातिर ट्राभल गरिरहेको छु। र तपाईहरुले देख्न सक्नुहुन्छ हैन, यो साइड साइडमा जुन गर्छ र यो पुरै घाँसले चाहिँ भरिसकेको छ। सायद यो घाँस चाहिँ अब चाँडै काट्न गइरहेको छ। तपाईहरु देख्न सक्नुहुन्छ है, यहाँको नजारा चाहिँ यस्तो ब्युटिफुल छ। फुलमा पनि हेर्न सक्नुहुन्छ तपाईहरु है, हेर्नुस्। वाउ, साइड साइडमा चाहिँ गार्डनहरुदेखि लिएर सबै चिजहरु छ हैन। अब यताबाट भित्र पनि जान सकिन्छ, तर म यताबाट भित्र जादिन। म अब यो साइड छेउ जान्छु। ल हेर्नुस्, यिनीहरूले चाहिँ यसरी कभर गरे जस्तै स्पोर्टहरु भयो हैन, जस्तै भनौं न अब यहाँको चाहिँ अब गेमिङ खेल्ने चिजहरु भयो। यिनीहरूको चाहिँ यहाँ चाहिँ जहिले सटरडे र सन्डे चाहिँ यिनीहरूले चाहिँ जहिले स्पोर्टमा आउँछ, जति पनि स्टुडेन्टहरु हुन्छ हैन, र जति पनि तपाईको चाहिँ फ्यामिली प्लानिङहरु गर्छ उनीहरु यही आएर चाहिँ गर्छ प्रायः छ है। अब अलरेडी मान्छेहरु चाहिँ यो पर स्पोर्ट खेलिरहेको छ हैन, ब्याडमिन्टन। हेर्नुस्, यिनीहरूले यति राम्रो म्यानेजमेन्ट गरेको छ कि यो साइड साइडमा चाहिँ टक्कसँगले घाँस हैन, यो भनौं न अब यो साइड फुल्छ होला पछि हैन, तर अहिले मैले देखेको छैन। अरु यो साइड साइडमा तपाईको रुखहरु रोपेको छ हैन। यिनीहरूले चाहिँ यसरी अब यो बोर्डहरुमा हरेक चिजहरुको चाहिँ अब एडभर्टाइजदेखि लिएर साइडमा यो फोर हैन, यसरी यो प्लास्टिकहरु फालेको छ हैन। यो प्लास्टिक चाहिँ मैले अब यसरी यहाँ लिँदै हाल्दै यसलाई यहाँभित्र यसरी हाल्दै मैले है ट्रस्टमा। यो चाहिँ किनभने हाम्रो यो कर्तव्य हो हैन, किनभने हामी नेदरल्यान्डमा घुम्न आयौं भने अथवा हामी कुनै पनि कन्ट्री ट्राभल गर्दाखेरि एकदम ख्याल गर्नुपर्ने चिजहरु चाहिँ हैन, डस्टबिनमा हामीले जति पनि फोहोरहरु हुन्छ हैन, त्यो चाहिँ हामीले आफूले बोकेको चिजहरु चाहिँ बाहिर फाल्ने हैन के, भित्र नै हामीले चाहिँ गर्नुपर्छ। वाओ, पानी परेको हैन, ओहो हो। अब यहाँको चाहिँ कतिखेर पानी पर्छ भन्ने कुरो थाहा नै हुन्न क्या। ल हेर्नुस्, पुरै पानी आएको छ अहिले चाहिँ। ओ सेट। तर यहाँको एकछिनमा पानी आउँछ, एकछिनमा रहन्छ हैन। यहाँको वेदर यस्तो हो। र अहिले म चाहिँ ल हेर्नुस् है, यति स्वस्थ हावापानी छ हैन, यति राम्रो चाहिँ तपाईको यहाँ इन्भाइरोमेन्ट छ हैन। यहाँको गभर्नमेन्टले चाहिँ अब मान्छे हिँड्ने रोड भिन्दै हैन, र गाडी हिँड्ने रोड भिन्दै, अब यहाँ साइकल हिँड्ने रोड पनि भिन्दै छ हैन, र बीचमा चाहिँ गाडी हिँड्ने रोड है। यो 2 वे हो, र यो 2 वे मा चाहिँ भनौं न अब यसरी यो गाडी पनि आइरहेछ हैन, र यताबाट जाँदाखेरि अर्को गाडी पनि जान्छ त्यसरी। यो चाहिँ अब यहाँले साइकल पनि हामीले चलाउन सक्छौं, स्कुटर पनि चलाउन सक्छौं हैन, सबै चिज गर्न सकिन्छ। यहाँले चाहिँ त्यो समस्या छैन।
हेर्नुहोस् यहाँको चाहिँ यति राम्रो भ्यू छ है। यसरी मान्छेहरूले चाहिँ अब यसरी प्लान्ट गरेर चाहिँ घरहरू बनाएको हुन्छ यहाँ होइन। र आफ्नो खेतीयोग्य जमिनहरूमा चाहिँ उनीहरूले चाहिँ अब भनौँ न यहाँको लोकल दानाहरू होइन र यहाँको चाहिँ अब तोरीहरू उनीहरूले छरेको हुन्छ होइन। र जस्तै अब भनौँ गाई भैँसीलाई घाँसहरू होइन। यहाँको चाहिँ यहाँको चाहिँ सबैभन्दा मेन चाहिँ के छ भने डायरी मिल्क फार्म होइन। प्रायः यहाँ चाहिँ धेरै मिल्क फार्म छ र मान्छेहरूले चाहिँ आफ्नो भिलेज साइडमा चाहिँ होइन ट्र्याक्टर लगाएर जोतेर चाहिँ उनीहरूले चाहिँ घाँस छर्ने कामहरू गर्छ है। वाउ हेर्नुहोस् म अघि त्यो साइडबाट आएको र म अहिले चाहिँ जाँदैछु र अहिले म यो मर्निङ टाइममा 9 बजे अहिले 9 बजिसकेको छ होइन मर्निङको। र पनि यहाँ चाहिँ मान्छेहरू त्यति देख्दैन। मान्छेहरू जब चाहिँ यहाँ तपाईँको 12 बजी पछाडि मात्र एक्टिभ हुन्छ सबै चिजहरू चाहिँ होइन। अब अहिले त यस्तो छ झन् पछि नोभेम्बरमा चाहिँ तपाईँको यहाँनिर आधा सधैँभरि रातै जस्तो हुन्छ किनभने चिसो मौसममा चाहिँ पुरै बादल लाग्छ होइन। घाम देखिँदैन हतपत किनभने मैले अलरेडी भोगिसकेको छु है। म लास्ट इयरमा नर्वे जाँदा पनि त्यस्तै भयो थियो होइन। म नर्वेमा एक हप्ता बसेँ तर कामहरू भन्ने मैले देखिनँ त्यहाँतिर जब चाहिँ म तपाईँको चाहिँ जनवरीको पासमा गएको थियो है। वाउ हेर्नुहोस् अब यो चाहिँ क्याम्पिङ स्पेस हो है। यो घर जुन यो डुँड जस्तो घरहरू देख्नुभएको छ होइन। यसमा तपाईँको सानसानो यहाँ चाहिँ क्याम्पिङ स्पोट छ होइन। र यहाँ क्याम्प पनि लिएर मान्छेहरू चाहिँ जस्तै टाढो टाढो स्विजरल्यान्डबाट हो होइन। जस्तै अब स्पेनबाट फ्रान्सबाट मान्छेहरू नेदरल्यान्ड ट्राभल गर्न आउँदा चाहिँ यस्तो क्याम्पहरू हुन्छ। ल हेर्नुहोस् किचनदेखि लिएर सबै चिजहरू हुन्छ त्योभित्र होइन। यस्तो क्याम्पमा चाहिँ उनीहरू बस्छ। यो पनि क्याम्प हो है। कन्टेनर क्याम्प भन्छ यो चाहिँ हेर्नुहोस्। भित्र मान्छे कराइरहेको छ अहिले पनि बच्चाहरू रोइरहेछ। अब यहाँ चाहिँ तपाईँको यो पुरै वाल लगाएको छ होइन।